हो स्काइवर्थ इभी D11 जसमा हजुरहरूले पाउन सक्नुहुनेछ 71 किलोवाटको लिक्विड कुल्ड LFP ब्याट्री र 120 किलोवाटको मोटर पावर र यसमा उत्कृष्ट 220 mm को ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुनेछ। सँगसँगै यसमा उत्कृष्ट बिल्ड क्वालिटी पनि रहेको छ, जुन चाहिँ हजुरहरूले टोयोटा हाइसमा पाउने पाता भन्दा बाक्लो रहेको छ। यो चाहिँ जुन चाहिँ अहिले कमर्सियल मार्केटमा इभीहरुमा आउने हजुरहरूले पाता हेर्नुहुन्छ भने फाइबर जस्तो आउँछ, अलिकति पातलो भएको हुन्छ, त्यो रेन्ज घटाउनको लागि। तर यसमा भने वेल्डिङ गर्न, डेन्ट पेन्ट गर्न सबै गर्न मिल्यो। सँगसँगै यसमा इनबिल्ड लगेज स्पेस पनि पाउन सक्नुहुनेछ हजुरहरूले, जसमा 19 जना मान्छेको लगेज पनि मजाले यसमै अटाएर हिँड्न सक्नुहुनेछ। हजुरहरूले यहाँबाट हेर्दाखेरि अगाडिको भागसम्म च्यासिस भएको कारणले गर्दाखेरि सेफ्टीको हिसाबमा पनि हजुरहरूले राम्रो सेफ्टी पाउनुहुनेछ, जसमा हजुरहरूले हेर्न सक्नुहुन्छ यसमा फलामको ब्र्याकेट दिएको छ अगाडिसम्म ब्याट्रीको सेफ्टीको लागि। र यसमा यहाँ हेर्नुहुन्छ भने च्यासिस पनि अगाडिसम्म आएको छ, जसले गर्दाखेरि 5 फिटको दूरी चाहिँ ड्राइभरबाट अगाडिको भागसम्म 5 फिटको दूरी पाउनुहुनेछ, जसले गर्दाखेरि अगाडिबाट ठुकियो भने पनि सेफ्टीको कुरा चाहिँ एकदमै राम्रो हुनेछ। भित्रको सिट हेर्नुहुनेछ भने हजुरहरूले 19 सिट पाउनुहुनेछ, जसमा हजुरहरूले लास्टको सिट चाहिँ माथिल्लो लेभलमा पाउनुहुनेछ, जसले गर्दाखेरि पछाडि बसेको पेसेन्जरले पनि अगाडिको भ्यू चाहिँ मजाले देखिनेछ, जसले गर्दाखेरि पेसेन्जरलाई भमिटिङ हुने, मोसन सिकनेस हुने समस्या पनि हुँदैन। र अगाडि पनि हजुरहरूले दुईटा सिट नै फुल साइज सिट नै पाउनुहुनेछ, जस्तै कि हाइसहरुमा अथवा अरू गाडीमा हजुरको एउटा यो साइड चाहिँ सिट चाहिँ अलिकति उठेको हुन्छ, तर यसमा चाहिँ एउटै लेभलमा मिलेको सिट छ। र अगाडिको भागमा यस्तो देख्न सक्नुहुनेछ हजुरहरूले।